हेलो साथीहरु, सबैभन्दा पहिला त मेरो नयाँ युट्युब च्यानलमा तपाईलाई स्वागत छ। अनि तपाई नयाँ हुनुहुन्छ भने पक्कै पनि मेरो युट्युब च्यानल सब्स्क्राइब गर्न नभुल्नु होला। साथै आज चाहिँ म इस्कुसको जरा खन्दै छु। माघे संक्रान्ति त गइसक्यो, तर पनि भोलि शनिबारको लागि यो चाहिँ बेच्न लानुपर्ने छ, त्यही भएर खनेको। खासै फलेको छैन, बोट त यस्तो छ सानो। बोटै अलिक ठुलो भए पो फल्नु होइन, बोटै सानो छ। धन्न यतिको फलिरहेछ। यत्रो भित्रसम्म खनिसके। भित्र हेर्नु न, यस्तो छ जरै 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 भित्र पसेर खनेको। बोट चाहिँ यस्तो छ, धन्न फलेको। माटो यति निस्के। यहाँ पर पनि अस्ति खनेको, यहाँ अलिकति उता पनि खनेको, अनि यहाँ पनि हिजो खनेको, अनि यो तल चाहिँ अस्तितिरको हप्ता खनेको, अनि आज चाहिँ यहाँनिर खनेको थिएँ। जरा चाहिँ निस्किनु चाहिँ निस्क्यो, तर यत्रो बोटमा धन्न यति चाहिँ फलिरहेछ हैन। यति चाहिँ फलिरहेछ। सबै मसिनो पुर्के। पहिला त धेरै ठुल्ठुलो फल्थ्यो, लामो लामो। यसपालि सबै मसिनो फलिरहेछ। यो एउटा चाहिँ ठुलो रहेछ, यहाँ हेर्नु नै। अरू सबै मसिनो छ, यो पनि ठुलै छ। ल है त, तपाईहरुकोतिर कतिको पाउँछ। अब भारी हाल्नु पर्यो। ल, भारी पनि लाइसके है त मैले चाहिँ। अब लगेर घर जानुपर्ने, अनि भोलिपल्ट यसलाई शनिबार चाहिँ हाम्रो जहिले पनि यता अब गाउँघरमा सागसब्जी यस्तै इस्कुसको जराहरू लगेर बेच्यो, के गर्नु। यस्तै हो गाउँले जीवन अब होइन। ल, अब म चाहिँ घर लगेर जान्छु। नयाँ हुनुहुन्छ भने पक्कै पनि मेरो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला। साथै म चाहिँ यस्तै गाउँघरको भिडियोहरू लिएर आउनेछु है त। ल, नेक्स्ट भिडियोमा भेटौँला है त। धन्यवाद।